नमस्कार यहाँहरू सबैमा। मैले आज यहाँहरूको माझमा एकजना पीडित आमा हुनुहुन्छ, आमाको कुराकानी जोड्दैछु। कृपया यो भिडियो जति सक्नुहुन्छ धेरै मानिसको माझमा पुर्याउने प्रयास गरिदिनु होला, सेयर गरेर। आमा नमस्कार। आराम हुनुहुन्छ? मैले आज आमासँग केही कुरा सोध्न चाहेँ। हजुरको छोराछोरी कतिजना अरे? मेरो 5 छोरी, एउटा छोरा। एकजना छोरा। आमालाई बेसरी पिर परेको छ नि होइन? परेर। हजुरको के भएको वास्तविक भन्नु न। वास्तविक मेरो छोरा इन्डिया गएको हो, दिल्लीमा थियो। दिल्लीबाट कहिले जानुभएको इन्डिया? 53 सालमा। 53 सालमा? कति वर्षको हुँदा जानुभएको? त्यही 13-14 वर्षको। हजुरको वास्तविक घर कहाँ नि? मेरो वास्तविक घर अर्जाङ्गी, स्याङ्जा अर्दाङजी। अर्जाङ्गी। भनेपछि स्याङ्जाबाटै हराउनु भएको, जानु भएको इन्डिया? हजुर, स्याङ्जाबाट। अहिले हजुरको बसाइ? अहिले मेरो बसाइ यहाँ बढेरा, नलपरासी जिल्ला बढेरा, सुनवल नगरपालिका होइन? बढेरा बस्नुहुन्छ? हजुर, बढेरा बस्छु। अनि जस्तो हजुरको छोरा के भनेर जानुभएको त्यति बेला? अङ्कलले लिएर जानुभएको। आफ्नो अङ्कलले? आफ्नो अङ्कलले। हजुर। त्यहाँबाट अङ्कलबाट छुटाएर अर्को साथीले लिएर गएको। इन्डिया भनेर काम गर्न जानुभएको? हजुर, बम्बई, दिल्लीबाट बम्बई लगेछ साथीले। कति वर्षको हुनुहुन्थ्यो त्यति बेला? 5 वर्ष पनि अब 2-3 वर्ष इन्डिया दिल्ली बसेँ। दिल्लीबाट त्यहाँबाट उता गएको बम्बई लिएर जाम भनेर त्यसले लगेको हो। जस्तो त्यति बेला उहाँ जाँदाखेरि हजुरसँग सम्पर्क केही थियो कि थिएन? थिएन, केही पनि। त्यति बेला त अब फोन त थिएन होइन? चिठीको माध्यम थियो। चिठीको माध्यम थियो। इन्डिया गएपछि फर्केर आउनुभयो कि भएन? नै, आएन। 53 सालमा गएर आउँदै आएन। अहिलेसम्म आउनु भएको छैन? अहिले खबर केही पनि छैन? हजुरसँग उहाँको केही चिनारी छ? फोटो छ। बाबुको फोटो छ? हजुर। देखाउन मिल्छ? मिल्छ।